हेलो नमस्ते साथीहरू। यतिखेर म लगभग गढी जुन मकवानपुर गढीमा चाहिँ लगभग पुग्न थाल्यो र यहाँको बासिन्दा दिदीलाई सोद्धाखेरि चाहिँ लगभग बिस्तारै हिँड्यो भने त 1 घन्टै लाग्छ भन्ने खाले अब बुझिहाल्यो हैन। यो चाहिँ मकवानपुर गढी यात्रा गर्नुहुने सम्पूर्ण साथीहरू लगायत र बाटोमा हिँड्ने जुन यात्रुहरूलाई सहज होस् भनेर यहाँको बुद्धिजीवीहरूले चाहिँ अब यहाँ प्रतीक्षालयको अब व्यवस्थापन गर्नुभएको रहेछ साथीहरू। र यो स्थानमा म एकछिन रेस्ट गरेँ र म लाग्नुपर्ने बाटो चाहिँ यही हो साथीहरू। साइकल पनि पुरै हिलम्मे भएको छ साथीहरू। यो यात्रा एकदम कठिनाइ छ साथीहरू।